साथीहरु अहिले भने हामी खार्ते पुलमा आइसकेको छौं है। लड्छ है बिस्तारै लैजाऊ। साथीहरु अहिले भने यता हो कम्मरमा हामी आइपुगिसकेको छौं साथीहरु। लुक्स भनेको त यस्तै छ। बादल बारीको रेसमा हेलो हाई दर्शन नमस्ते सेवारो वेलकम टु चुनाहाङ युट्युब च्यानल। तपाईहरु सम्पूर्णमा हाम्रो फेरि पनि स्वागत छ। आज पनि हामी बिहानै 7:30 हिँड्दैछौँ। हाम्रो आजको यात्रा भनेको पाथिभरा सम्मको यात्रा हुनेछ। तपाईहरुले अब हाम्रो यात्रा हुँदैछ हेर्दै गर्नुहोस् हाम्रो भिडियोलाई अन्तिमसम्म। हामी कहाँ जान्छौँ के गर्छौँ भन्ने कुरा तपाईहरुलाई सबै नै यो भिडियोमा देखाउने छौँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् साथीहरु भन्दै अब हामी हिँडौँ। साथीहरु तल छन्छ अहिले पनि हामी 1 नम्बर थाकुम्बाको 1 नम्बर तल आइसकेको छौँ। बाटो पनि साथीहरु हेर्न सक्नुहुन्छ तपाईहरुले यस्तो छ। यो बाटोमा हामी हिँड्नुपर्ने 8 नआएर यहाँ एकछिन रोकेको छौँ। एकछिन हावा खानुको लागि सास अलिक बल आओस् भनेर। यो तलको बाटो तपाईहरुले देख्न सक्नुहुन्छ। यस्तो बाटोमा अब जानुपर्ने तपाईहरुलाई नजिकबाटै हेर्नुहोस् यसरी कस्तो छ। खाल्डा खुल्डी छ कत्रो हो। यस्तै बाटोबाट हामी फेरि जानुपर्ने हुन्छ। यस्तै छ साथीहरु अहिले भने हामी खार्ते पुलमा आइसकेको छौँ है। खार्ते पुल अब यहाँ पारी तर्नुको लागि हामीलाई निकै गाह्रो हुँदैछ। यहाँ माथि झलुङ्गे पुल छ। यहाँ तलबाट चाहिँ तर्नु सकिएन भने बाइक चाहिँ यहाँ झलुङ्गे पुलबाट तर्छ। तर बाटो डेन्जर छ त्यही भएर तल हामी आएको छौँ। एकपल्ट हेरौँ भनेर। पारीको खोला पनि छ त्यहाँ दोभान हो। अब हाम्रो यात्रा अगाडि बढ्नेछ साथीहरु। लड्छ है बिस्तारै लैजाऊ। तरे अब म तर्नु बाँकी छ। कसरी आउनु हौ? जाऊ आधा जाऊ अगाडि जाऊ। लड्छ है। आशा तर्दैछन्। पुल तर्दै खोला एकदम ठुलो छ यी सँगसँगै। पुग्यो अरे ल अब हामी जान्छौँ फेरि। ढिलो बेसी रहेछ हो। यहाँ चाहिँ सानो खोला मैया खोला। कस्तो छ? गाह्रो छ ठिकै छ। यात्रा यस्तो कठिनाइका साथ हामी अगाडि बढ्दैछौँ। हाम्रो यात्रा अब जारी छ साथीहरु। साथीहरु अहिले भने यता हो कम्मरमा हामी आइपुगिसकेको छौँ साथीहरु। देख्नुहुन्छ कम्मरलाई। यो भनेको झलुङ्गे पुल हो। त्यो भनेको एउटा गाडीको पुल ब्रिज के घट्यो हरायो बिचरा आशाको चिम्टी हरायो। यहाँ हामीले पूजा पनि सम्पन्न भयो हाम्रो पूजा हैन। अब भने हामी यो तम्मरलाई अब हामी जानेछौँ फेरि तोक्मे डाँडा खाजा खाएर। हामी चाहिँ तमरको पुलमा प्रवेश। अब
कति पर्यो सदरमुकामतर्फ लाग्यो अब यो चाहिँ हजुर माथि घरा देख्न सक्नुहुनेछ लो घर त्यस्तो घरा डह्रो हुन्छ र डह्रो हुन्छ भनेर हामी पिच बाटोमा पुगिसक्यौँ पिच बाटोसम्म होइन अब खै के भन्ने पो आउँछ हौ ठाउँ यो ठाउँ तपाईँलाई त्यति थाहा भएन अब त्यति साह्रो हिँड्दैन नि त पहिला हिँडेको खुट्टाले गाडीमा त त्यति कहिले अब खै के धारा भन्ने आउँछ जस्तै लाग्यो ठाउँ बन्द छ त सबै सुकेटार पुगेपछि पिच रोड सक्यो रे त्यही भएर कच्ची रोड आयो रे कच्ची रोड भनेको मलाई समस्या पर्छ कच्ची रोड देखेपछि बाइकमा बस्दै मन नलाग्ने केटी हुँ म हामी कतिजना माथि आइसक्यौँ हामी अघि तल थियौँ खोलामा अहिले हामी कति पाहाडमा पुगिसक्यौँ हेर्दै गर्नुहोस् ल हिलो आयो ओहो तलतिर बाटो गएको हुन्थ्यो त राम्रै छ होला ल मारुति आएर हिलोमा आउन छिटो यस्तो नराम्रो छ नि बाटो रोक्नु हौ हेलो साथीहरू हामी भने अहिले 1300 देउरालीमा आइपुगिसकेको छौँ अहिले पानीको भिसाउनु परेर हेर्नुहोस् न हौ बर्बाद छ अब रेनकोट लगाएर आशा कम तयारी छे के थाहा छ भन 2 शब्द ठिकै छ 1300 देउरालीमा पानी पर्यो ल अब हामी जाँदैछौँ हाम्रो ब्याट्री पनि डाउन हुन आएको छ अब हाम्रो यात्रा अगाडि बढ्नेछ पानी परे पनि अगाडि यस्तो छ के गर्ने ल आशा मलाई हेर न हेपेको मलाई हेपेर अहिले काफ्लेट पार्टीमा हामी आइपुगेको छौँ आशा घुस्सामा हुनुहुन्छ काफ्लेट पार्टीमा हामी आइपुग्यौँ साथीहरू अब यहाँदेखि चाहिँ हामी हिँडेर जाने हो माथि त्यही माथिको डाँडामा त्यो माथिको डाँडामा अहिले अब हामी उकालो लाग्दैछौँ हाम्रो पूजाको सामान यहाँ छ मकै यहाँ छ यी अब हामी लाग्ने साथीहरू हामी पार्टीबाट उकालो लाग्दैछौँ अहिले पार्टीबाट उकालो आशालाई उकालो लागिसकेको छ भन्ने कुरा जानकारी दिनुभयो हामी कहिले पुगेर फर्किन्छौँ है जाउँ हामी अगाडि हाम्रो यात्रा बढिरहेको छ त्यो डाँडामा पुग्नुपर्ने हो ठ्याक्कै शीतले साथीहरू ल हेर्नुहोस् यहाँ त ओसे तिरिङ्गे हो यो त्यो डुम्से पहाडी के भन्छ पेदाङ भन्थ्यो कि के हो पेदाङ होइन त्यसको नाम बिर्स्यो किन हाम्रो अगाडि बाबा जीलाई दर्शन पहिले अब पार्टीबाट नआउनु भएको रहेछ है काठमाडौँबाट हामी मैले भेटेँ खुसी लाग्यो तल बस्यो अलिक फोहोर लगाएर युट्युब च्यानललाई पनि नाम के हो चुनाङ युट्युब च्यानल ल हाम्रो युट्युब
युट्युब च्यानल नामक चाहिँ चुनाहाङ अलि नाम अप्ठ्यारो हुनुको कारण लाइक सब्सक्राइब र कमेन्ट सेयर अनि साइडमा रहेको बेल आइकनलाई दबाउन नबिर्सिनु होला। एस्ट दबाउनु भयो भने तपाईँको लाइफ म्यानेज हुन्छ, दबाउनु भएन भने तपाईँको लाइफ चाहिँ ड्यामेज भएर जान्छ। मेरो साथी हो। साथीहरू हामी चाहिँ पाथिभराको ठुलो फेदीमा आएको छौँ होइन आशा? काफले पार्टीमै रह्यौँ हामी। त्यहाँ चाहिँ हामी फर्केर पुग्छौँ भन्ने हिसाबले तलै राख्यो होइन। अहिले चाहिँ टपिङ हाम्रो यहाँ भएको छ। त्यहाँ चाहिँ यसरी देख्न सक्नुहुन्छ हाम्रो बजारहरू। ल यस्तै छ काफले पार्टी। ठुलो फेदी यस्तै छ है साथीहरू। जाडोले यहाँ गाह्रो बनाएको छ। अब हामी भनेको हाम्रो चाहिँ बस्ने ठाउँ उपर छ, त्यहाँ पर हो। हामी चाहिँ अहिले कान्छी थानमा पूजा गरेर उकालो लाग्दैछौँ साथीहरू। अब हिजो आएर ठुलो फेदीमा हामी बस्यौँ र बिहानै हामी उठेर कान्छी थान फेदीमा चाहिँ नि पूजा गरेर हामी फेरि उकालो ठुलो पाथिभरामा जाँदैछौँ। अब के कस्तो छ माथि हेरौँ साथीहरू। तपाईँहरू हामीसँग रहनुहोस्, हाम्रो भिडियो हेर्दै गर्नुहोस्, अवश्य पनि देख्नुहुनेछ भन्दै हामी अब उकालो जानेछौँ। बाटो माथिको यस्तो छ, यसरी जानुपर्ने हुन्छ। ल है साथी, यो दायाँ बायाँमा सबै गुराँसको बोटहरू हो होइन। आशा कस्तो छ? रमाइलो हुँदैछ कि हल्का गर्मी हुँदैछ कि शीतल हुँदैछ? ल ठिकै छ, हामी अगाडि बढौँ। हामी चाहिँ अहिले पाथिभराको टुप्पामै पुग्न लागेका छौँ। टुप्पामा भने हुस्सु लागेको अवस्था देखिन्छ यहाँबाट हेर्दा। माथि भने यस्तो छ पुरा। कस्तो छ बोल दुई शब्द। गाह्रो छ भन न। उकालोमा गाह्रो भयो, तिर्खा लाग्यो हो बेसी। अरू अन्त गर्मी भयो। लुगा कति हालेको छ? 6, 7, 8वटा लगाएको छ। झ्याउ झ्याउ फलेको छ रुखमा, यस्तो छ। यता पनि तल आउँदै हुनुहुन्छ आमाहरू, यता हाम्रो पनि जाँदा हुनुहुन्छ धेरै दर्शक दर्शनार्थीहरू पाथिभराको दर्शन गर्नुको लागि भन्दै। अब भने हामी फेरि उकालोतर्फ लाग्नेछौँ। टुप्पामा पुगेर तपाईँहरूलाई फेरि हामी जानकारी गर्नेछौँ साथीहरू। गुरुङ छ गाह्रो छ लुक्स भनेको त यस्तै छ। अहिले भने हामी पाथिभराको टुप्पामा आइसकेको छौँ। हुन्छ माङहिममा आइसकेको छौँ। आशा वरिपरि घुम्नु एकपल्ट सरी हामी घुमौँ। यहाँनिर चाहिँ हाम्रो माङहिम हो। माङहिम यता देख्न सक्नुहुन्छ। हामीले पूजा यहाँ सम्पन्न गऱ्यौँ है। यहाँ पूजा गर्ने चारैतिर सुक्खा डाँडा छ। यहाँनिर के भन्छ यो हिउँ त होइन, पानी नै जमेको छ। हिउँ छ अलिअलि है। यता पर यस्तै छ। यहाँदेखि तल ढुङ्गा छ भनेपछि पानी परिराखेको छ नि। अब यहाँ चाहिँ हामी आज कति हो साल गते चाहिँ महागुरु फाल्गुनन्दको शालिग पनि छ भने। यतातिर चाहिँ माङहिम छ भने यहाँ पनि माङहिम, त्यहाँबाट यज्ञ गर्ने ठाउँ भनेर चाहिँ अब हामी चाहिँ यहाँ चाहिँ पूजा सकेर अब फेरि तल ठुलो पाथिभरामा पनि जानेवाला छौँ होइन। आशा बोल दुई शब्द के भन। जाडो भएर हैरान भइरहेको छौ। जाडो छ एउटै ड्रेस हुन्छ होला हौ। हुन्छ, ड्रेसको फरक परेन। ल अब अहिले हामी उँधो लागौँ है। पाथिभरा यस्तै छ। दर्शन हेलो आशा, के छ? कस्तो छ? अहिले मौसम खुल्लै छ। अघि आउँदा चाहिँ गाह्रो भएको थियो, अहिले चाहिँ मजा भइरहेको छ के। यसरी पनि टाढा चाहिँ हेरौँ, मजा छ होइन त? ल भनेपछि खुल्यो उपरको हिमाल
कहाँ पो छ हिमाल खै हिमाल त्यहाँनिर हिउँ त्यस्तो छ भन्दै अलि बादल बारीको रेसमा म आयो हिँड्दै हामी जाउँ 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 हिउँ खेल्दै जाउँ हिउँ ल हिउँ ल्यायो होइन त गुड 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 हाम्रो इन्द्र गुरुङसँग हाम्रो भेट भयो धेरै वर्ष पछाडि 18 वर्ष पछाडि यात्रामा भेट भयो 18 वर्ष पछाडि एकदम खुसी लाग्यो हाम्रो साथीलाई भेट्न पाउँदा त्यो दिन होइन त्यो 18 वर्ष पहिलेको त्यो दिनलाई सम्झिँदा है कस्तो थियो त्यो ठाउँमा त्यो प्रवासमा आज हाम्रै देश आफ्नै गाउँठाउँमा हामी छौँ साथीहरूले कसैले हेर्दै हुनुहुन्छ भने हाम्रो ग्रुपले होइन हामीलाई कमेन्ट गर्नु होला गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै अहिलेलाई भने हाम्रो यति नै होइन